आज हामी शुक्रबारे बजार घुम्न जाँदैछौँ साथीहरू। आज चैतको 13 गते रामनवमी, चैते दसैँ छुट्टीको दिन। यो बिदाको दिन चाहिँ मैले आज मेरो प्यारो मित्र एनबीडब्लुलाई शुक्रबारे बजार घुमाउन लाँदैछु है साथीहरू। रेडी एनबीडब्लु? एकदमै रेडी यार, म खुसी लागिरहेको छ क्या। तर लडाउँ चाहिँ नलडाए बाटोमा। ओके, घुमाउँछु भनेर लगेको होइन, घुमाउँछु भनेर चाहिँ लगेको है। मलाई यो पुल तर्दै गर्दाखेरि चाहिँ एकैछिन रोकेर किन एउटा फोटो र एउटा भिडियो चाहिँ बनाउनु मन लागिहाल्छ साथीहरू। त्यही भएर अहिले बजार जाँदै हामी एकैछिन रोकेर एउटा फोटो एउटा क्लिप्स खिच्दैछौँ। र मलाई यो पुल तर्दै गर्दा चाहिँ जहिले पनि एउटा काली लाग्दो घटनाको याद आउँछ साथीहरू। यस्ता घटनाहरू भनेको चाहिँ कति आइलागे यो भनेको एउटा हामी ममाईवासीलाई चाहिँ आइलाग्ने ठुलो विपद थियो। र यस्ता विपदलाई पनि हामीले पार गर्दै झेल्दै माई खोलामा चाहिँ पौडी खेलेर तर्दै गएर भए पनि स्थानीय हाम्रो हटिया शुक्रबारे बजार भरेर आउने गर्थ्यौँ साथीहरू। र यस्ता काली लाग्दा दिनहरू चाहिँ हामीले झेल्दै आउँदै गर्दाखेरि अहिले भने यो सुन्दर पक्की पुलबाट हामीले चाहिँ निकै आरामदायी ढङ्गले पुल तरेर आवत जावत गर्ने एउटा हामी ममाईवासीलाई सौभाग्य जुरेको छ साथीहरू। र मलाई लाग्छ यो पुल बनिनु भनेको एउटा विकासको फड्को मैले महसुस गरेको छु। र मेरो प्यारो साथी एनबीडब्लुले पनि ब्याकग्राउन्डमा माई खोलाको चिसो पानी भन्ने धुन प्ले गरिराख्नु भएको छ। साथीलाई मैले आज बजार लाँदैछु घुमाउनको लागि। र अहिलेलाई भने मैले यो क्लिपलाई इन्ड गरेँ है त साथीहरू। यति राम्रो दृश्य छ हेर्नुहोस् त ल, सिलिमकोट चिया बगान। यहाँ आएपछि त झन् मनमोहक दृश्य छ। यति राम्रो ठाउँ छ है, मिस गर्ने सकिँदैन। हिँड्दै बाटा रोकेर पनि एकछिन रमित हेरौँ जस्तो लाग्छ। के दामी धुन छ। मेरो साथीले फेरि त्यस्तै राम्रो धुन प्ले गर्दैछ, सुन्नु त। आहा, क्या दामी धुन। हस्, बजार आइपुग्न आँट्यो। अब हामी लाग्छौँ है त साथीहरू। जाँदा हामी शीतलु स्थित पाथिभरा फोटो स्टुडियोमा छोटो सानो कामको लागि हामी झलास यहाँ काम गर्दैछौँ। हाम्रो नवीन सरले फोटो बनाउँदै हुनुहुन्छ। मेरो साथी फेरि एकछिन फुर्सद हुनुहुँदैन, बाँसुरी प्ले भइहाल्छ उहाँको है। नवीन सर हजुर, के छ, हामी व्यस्त छौँ होइन त? एकदम व्यस्त ल भयो नि होइन, एकदम दामी छ। ल, तपाईँको एकदम राम्रो काम छ। सरलाई धेरै धन्यवाद छ है त। हस्, फाइनली बजार आइपुग्यो, शुक्रबारे बजार। बजारको मुखमा मेरो एकजना भान्जा अमितसँग भेट भयो। ठिक छ। ओके, दोकान हाम्रो सप, यता मरमसलाहरूको साइड हो। तातियर दाल गेडागुडी, डाँडाकुँडा दोकान पसल। जुत्ता चप्पल भनेपछि चप्पल पाइएन होइन त। ल अर्को हप्ता आउँला ल खास कपडाहरू, सब्जी दोकान, फलफुल दोकान।
सिद्रा माछा अचार खाने सब्जी काउली दाल चामलहरू साबुन तेल खरबुजा खरबुजा मिठो छ नि त दामी दामी पियाजी मजाले पोल्दै हुन्छ हाम्रो अङ्कलले बदाम एकदम ताजा भेज र बजार घुम्दै जाँदाखेरि हाम्रो एकजना सरसँग पनि भेट भयो के छ सर आराम एकदम सपिङ सिद्धियो छैन भर्खरै ओके ल ल ल सपिङ सकौँ गरौँ अनि फेरि तल बजार पुछाएर भेटौँ ल ओके हस् ल यता गर्मीले डग पनि पुरा आराम गरिरहेको छ भेज पर चाहिँ मांसाहारी पसल पाण्डेपुर फेस हाउस ल हामी गाडी भएको ठाउँमा आइपुग्यौँ साथीहरू अब सपिङ पनि सिद्धियो अब हामी घर फर्किँदैछौँ मेरो साथी कस्तो लाग्यो डब्लु सर बजार एकदम ठिक लाग्यो घुम्छु बजारै भर्नेको राम्रो छ यो हाम्रो साप्ताहिकमा राख्ने पुरानो बजार शुक्रबारे एकदम खुसी लागेको छ मलाई आनन्दै लागेको छ यो ल हामी अब घर फर्किँदैछौँ है त हस् साथीहरू ल फर्क्यो ओके फाइनल्ली हटिया भरेर पनि घर आइपुग्यो साथी हो ल बोल्यौँ न ठिक छ एकदम राम्रो छ एकदम खुसी लाग्यो यात्रा राम्रो लाग्यो एकदम सफल भयो अब तपाईँलाई जिज्ञासा लाग्यो होला आजको हटियाको सपिङ अब के किन्ने होला के किन्ने होला सन्तुले भन्ने लाग्यो होला म तपाईँलाई देखाउँछु यहाँ छ थोरै अब आजको हटियाको सपिङ छ्यास्स हेरौँ ल म तपाईँलाई छ्यास्सी देखाउँछु क्लिप चाहिँ लामो भइसक्यो होला है यो एक पावा कालो अङ्गुर साथीहरू राइट त्यसलाई नजिकबाट देखाउँ कालो अङ्गुर चाखेर पनि देखाउनु पर्यो मिठो छ ओ दामी छ क्या एक पाई हरियो खुर्सानी अनि चिन्नु होला मेरो टाउको जता रहेछ खरबुजो खरबुजा काटिहाल्दा कान्छो छोरोले मन पराउँछ डब्लुलाई पनि मन पराउँदछ खरबुजा काटिहाल्दा खाउँ स्पेसल्ली आजको हाम्रो मेन काम चाहिँ यो फोटो बनाउनु यो त्यो त हो स्पेसल यो हाम्रो आदरणीय कृष्णबहादुर एकदिन हाम्रो बढीबा को चाहिँ अब भोलि ठुलो सुट्टी शान्ति भोज कार्य हुन गइरहेछ सबै साथीहरूलाई क्लबको तर्फबाट इन्भाइट पनि भइसकेको छ भोलि 14 गते शनिबार म सबै साथीहरूलाई भिडियो मार्फतै इन्भाइट गर्छु ल हस् त भिडियो लामो भयो पुरा हेरिदिनु भयो तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु हस् बाई